अनि हामी यहाँ काम गर्छौँ। भर्खर लाइट गयो कि यो भनेको एक्सपेक्टेसन भर्सेस रियालिटी हो कि हामीले अब देखाउँदै हिँड्छौँ नि यसो नयाँ लुगा लाग्यो यो ठाउँ घुम्न गयो होइन। तर हाम्रो खास रियालिटी चाहिँ यस्तो हुन्छ क्या सबैको आफ्नो आफ्नो रियालिटी हुन्छ नि। हाम्रो पनि यही हो क्या यो हो अनि हाम्रो अड्डा हामीले बिहान झिकेको थियौँ कि अनि सेटी भएन कि यिनीहरू सबै किताबले पेन्टिङ गर्नु मात्रै गरेको थियौँ कि हामीले त्यहाँबाट अझै यता पनि रहेछ कि 3टा बिर्स्यौँ कि त्यसैले अझ यसको दिमाग फुस्किएर पख मै हाल्छु के भन्छस् पख